सबैभन्दा मिठो लाग्ने चिज के हो भन्दा धेरैले दिने जवाब मासु वा मासुका परिकार नै होला। हामी अधिकांश नेपालीको चाहिँ बेस्ट मासु भात नै होला। आज हामी ग्रेभी चिकन र भातको स्वाद लिने मेसोमा छौँ। म 750 ग्राम चिकनको ग्रेभी बनाउँदैछु। सबैभन्दा पहिला चिकनलाई कागती निचोरेर मोलिदिने। यसो गर्दा चिकन पकाउँदा टुक्रादैन र स्वाद पनि बढ्छ। ग्यास अन गर्ने। कालो माटे कराईलाई आगोमा बसालेर तातेपछि तोरी तेल राखिदिने। तेल तातेपछि मेथी, जिरा, रायो, टिमुर, रातो खुर्सानी आदि स्वाद अनुसारको मसला गेडा पड्काइदिने अनि प्याज फुटाइदिने। आज म ग्रेभी बनाउँदैछु तसर्थ लगभग 750 ग्राम मासुलाई 250 ग्राम प्याजको आवश्यकता पर्छ। प्याज हल्का खैरो भएपछि मासु पनि कराईमा खनाइदिने र बिस्तारै चलाउँदै छोप्दै फेरि चलाउँदै गर्नुपर्छ। मासुले हल्का तेल छोड्न थालेपछि नुन राखिदिने र चलाउँदै गर्ने। ओखलमा कुटेको लसुन राखिदिने। गर्मी मौसम छ तसर्थ मैले अदुवा राखिने। यहाँहरूले आफ्नो स्वाद अनुसार अदुवाको पनि प्रयोग गर्न सक्नुहुनेछ। छोराहरूलाई चाख्न हतार भएको छ। अब जिरा धनियाँको धुलो अनि बेसार राख्ने बेला भयो। मसला पाकेपछि मासु चाख्नको लागि तयार भएको छ। अब टमाटर राखिदिने। मैले 750 ग्राम मासुलाई 250 ग्राम टमाटर प्रयोग गरेको छु। टमाटरलाई गलाउनको लागि एकछिन छोप्दै बिस्तारै चलाउँदै पकाउँदै गर्नुपर्छ। चिकन सँगसँगै भात पनि तयार हुँदैछ। चिकनमा टमाटर राम्रोसँग गलिसकेको छ र बाक्लो ग्रेभी हुँदैछ। त्यसैबिचमा मैले अलिकति कश्मिरी रातो खुर्सानीको धुलो हालेँ। यसले स्वाद बढाउनुका साथै कलर राम्रो देखिन्छ ग्रेभीको। अब थोरै पानी हाल्ने र बिस्तारै चलाउँदै पकाउँदै गर्नुपर्छ। अन्ततः चिकनको ग्रेभी खानको लागि तयार भएको छ। आफ्नो स्वाद अनुसारको यसलाई अझै बाक्लो बनाउन पनि सकिन्छ। बाक्लो बनाउनु छ भने एकछिन पकाउन सकिन्छ। नेपाली स्टाइलमा बनेको यो चिकन ग्रेभी रोटीसँग पनि सर्भ गर्न सकियो, खानासँग पनि सर्भ गर्न सकियो अथवा चिउरा भुजासँग पनि खान सकिन्छ। Thanks for watching. Please like the video and subscribe the channel.